मोटो न मोटो गोरो भएछ केटा गोरो हुनु पर्यो नि हो बुढा मान्छे अब म चाहिँ कहिले हुन्थ्यो भित्र पीडा सबैको आफ्नो आफ्नो छ हैन खुसी लाग्यो धेरै पछि दाजुभाइ हो तीनजनाको भेट भयो नि नयाँ त हो रिभर्स हानेर गाडी अनि इन्स्योरेन्स क्लेम गर्दा भयो कता नि तिम्रो गाडीलाई हान्दिरा आफ्नैबाट पनि क्लेम गर्न मिल्छ त नि बिस्तारै गर्ने टक्क मान्छे अनुसारको रहेछ त टक्कै टक्क यहाँ हानेछ त नि उसले केले आछिन इलेक्ट्रिक हो कि के हो सामान्य तर यो भित्रै हाल्दै छोरो के नौन स्विमिङ हान्दै जानलाई है क्या तिमी स्विमिङ हान्ने हो जाडो भयो कस्टमर त चाहिने होला नि त ठिकै छ अर्कोचोटि हानौँला बिच पुग्दा त चिसो भइसक्यो बिच पुग्दा त चिसो ल यतै पछाडि बसेँ अगाडि नै बस्छ किन म चाहिँ अगाडि नै हो अब म स्पेसल दाइ हो कि होइन स्पेसल गेस्ट होइन हामी त तीनजना त भेट भएको त धेरै समय पछि भयो नि त होइन यहाँ एसी खुल्लै राखिरहेको ल केटा केही भन्नु छ दाइको भिडियोमा एकदम खुसी लाग्यो ब्लगर हो नि यार तेरिका धेरै पछि ल सरोज केही भन्नु छ केही छैन मेरो त चल्दैछ जिन्दगी चलाउनु ए मैले लासेन मैले लाखेन यार म नेपालै सम्झेछु नि यार प्लिज पनि हो म नेपालै सम्झिरहेको रहेछु के लोकेसन सेट हान्यो यस्तो हुन्छ राइट साइडको फ्लाइट राइट साइडको
अब अब एकदम त्यो चाहिँ युज गर्नुपर्ने छ यार के अब त बाहिर युरोपतिर जानु भने उल्टा र अब उता त गएर त पक्कै चलाइन्न होइन यहाँ चाहिँ अब आवश्यकता नै होला अनि बसाइ कस्तो भइरहेछ केटा यस्तै हो मोज छैन नेपालमा मोज थियो नि होइन सरोज नेपालमा मोज थियो नि के हो पैसा थिएन मोज थियो बुढीलाई पनि वास्ता नलाग्ने रहेछ कि दुईजना मस्त मिसाल र मजाले कति टाढा पार्क गरेको त यार हिँड्नु भनेको स्वास्थ्यको लागि फाइदा हो कि म त काममा गर्दिनँ भनिदिन्छु नि कोही कोही बेला त रिस उठ्यो भने झोक खाँदैन पानीको बोतलको टाउकोले हान न ए त्यो पानीको बोतलको टाउको अट्छ हुन्छ उता पुग्दाखेरि पानीको बोतल चढाउँदैन त्यहाँभित्र अब पर्दैन होला पर्दैन ल एउटा भयो पुग्छ त्यो पानी पनि भित्र हाल्नु खोज्यो अट्दैन नि बियर मात्र अट्छ अरे बियर त डेन्जर अटाइदिन्छ नि अब एकदिन केशव दाई साधु भएको दिन केशव दाईको लाइसेन्स निस्केपछि अब तिमीसँग चाहिँ हाम्रै केशव दाईलाई ड्राइभर राख्दै बस्नुपर्छ ल केटा दिन आउँछ त्यो पनि तोरीबारी भनेको त यो भयो त तोरीबारी तिम्रो गाडीमा कस्तो क्रुज कन्ट्रोल थाहा छैन मलाई यो स्लिप खायो भने होइन छैन होला त्यसरी यो कन्ट्रोल गर्ने के पर्मिट पार्किङ रहेछ मसँग पर्मिटै थिएन नयाँ नयाँ सरेको त्यो अहिले बसेको ठाउँमा त्यत्तिकै राखिदिएको थियो चिट काटेर गइदिएर At the roundabout, take the second exit towards Salisbury. Right, onto Eastover Cliff Drive. जिन्दगीमा पहिलोचोटि समुद्र देखिँदैछ यार विदेश भन्ने कुरो पनि यार त्यही भारत पनि नपुगिकन In यहाँ 900 आइयो है meters, bear left onto East Cliff Promenade. यो ठाउँलाई चाहिँ के भन्छ अरे बनमुथ बनबोध भन्छ यसलाई ओसियन बिच यस यो सब यहाँ घुम्न आएको गाडीहरू होला नि यिनीहरू केटा त्यस्तो नभन न यहाँ मलाई 2-3 दिन चाहिँ फिल भइरहेछ म उहाँ पनि कम छ 50 सम्म यत्तिकै रहने भने मेरो अझै पनि छ कि मैले पहिलादेखि नै भनिरहेको थिएँ आज थाहा छ याद छ 50 सम्म यत्तिकै भनिरहेको छु केटा अब 50 पुग्नु धेरै समय त छैन लाग्छ क्या यता Bear left Team onto नखाइ East बस्नु Cliff पर्यो। Promenade. 50 सम्म यति भनेपछि ब्रेक होला जस्तो छ यार केटा मेहनत कम गर्नुपर्छ त उहाँ पनि अनि अब ज्यान घटाउन कम एक्सर्साइज गर्थे To make a U-turn. पार्किङ खाली छ
ब्रिजै बनाइराखौँ होइन के हो यार अल्टरनेटिभ सिट फ्रन्ट एउटा यो तलतिरको हो क्या यो भित्र पनि होइन पार्किङ अर्को कहाँ छ हेर त कहाँ भएको त्यहाँ दुईवटा हो एउटा पर भयो क्या धेरै तल यो एउटा In 500 meters, use the roundabout to make a U-turn. निस्किँदै छ त गाडी यहाँ पार्किङ नपाएर पार्किङ नभएर हो तनाव चाहिँ तनाव ब्रिज आज त्यस्तो आजको दिन चाहिँ अलिक उसो कि अब समर छोयो नि त छिर्दिउँ न, एकचोटि छिर्दिउँ न एक राउन्ड त मारिदिउँ न स्टोर होलिडे भएर छैन कि अब के हो In 250 meters, turn left onto Bath Road. होला यो कुन चाहिँ बाइकको हार्ड डिमेन्सन हो यो Where are you gonna walk? बाइक त डेन्जर छ त यार केटा त्यो के हो त्यो होटेलको पार्क एउटा निस्किनु लाग्यो बल्ल Do you know what? Do you think I've got a camera? I can tell. ओइट डेन्जर सामान बोकिएछ होइन सामान पुग्या छ यो पनि पार्किङ एरिया हो यो प्राइभेट टाइपको होला गल्फ हान्न जानुपर्छ त्यो तल यहाँ छिर्दिउँ न त्यहाँ थोरै छिर्न मिल्यो नि होइन केटाहरू सामान बोकिरहेछ चलो 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 तिमी चप्पल लगाएर आएको थियो म त चप्पल लगाएको थिएँ त ल ठिक छ हामी चाहिँ कहाँ राखेर म सर्ट हानेर हाम्रो सबैभन्दा पहिला यहाँबाट अलिकति स्पेस यताबाट जाउँ राइट टर्न हान त राइट टर्न हान्ने डुब्न जानु पर्यो जस्तो छ मैले भिडियो उस गरिरहेको छु क्या के भयो सर त्यो गल्फ खेल्न जाने क्या हो ए गल्फ हान्न त आउँदैन होला
यहाँको यो गाँजाको स्मेलै अर्कै हो नि क्या है होइन यो त्यहाँ उता नेपालको गाँजा त बवाल हुन्छ नि बास्ना दामी हुन्छ क्या मलाई नि नेपालको गाँजा चाहिँ बवाल मनपर्छ होइन यहाँको चाहिँ खै अब यो भर्खर आएको बासमा सबै गाजाको तर कस्तो नमिठो है कस्तो अलि हुन्छ यो नसाको लागि मात्रै होइन खाने मान्छेले नसाको लागि मात्रै युज गरे जस्तै कि त्यही भएर विदेशहरू पहिला एकचोटि चाहिँ छ भने पार्किङ फाइन भएको कता तल जाने त्यसको एक्सप्रेसमा पाउँछ त कता त्यसको एक्सप्रेस के भन्छ मेरोमा चाहिँ कहाँ चार्ज छ तिमीहरूलाई यो उस छ नि यो एक प्रकारको के भन्छ स्मेल आउँछ नि कस्तो लाग्छ ठिक लाग्छ त्यो बानी भएर मलाई चाहिँ त्यो हुन्छ नि एकदम के धोबी खोलाको भन्दा त बवाल हो होइन चलाउँछ कि पेट्रोलको बासना आउँछ कि हो त्यति बेला 5 प्ले हान्ने कि 10 प्ले हान्ने कि कति प्लेबाट सुरु छ 2 प्लेबाट छ 3 प्ले लाउ न 3 प्ले मिल्दैन 2 5 10 5 गर 5 हानौँ ल ल हान ल मिलाएर हान है फेरि ए अहै पुगेन यार नेक्स्ट टाइम ल आशिष हान ल के छ दाइ नेक्स्ट ल मैले के छ दाइले कङफु हाने जस्तो हान्दिनु त ओ दम रहेछ है हाई प्रेसर पर्यो त यार म त 700 क्या सरजले बिस्तारै हानेर होला ल गुर्जी नगाई के हो आएस कसको आशिषको तिमीले अब हान्यो भने चाहिँ बबाल हान्छ होला हान्न सक्दिनँ नि दाइ म हान ल तिमीले कोही पक्षी हान्यौ त ए भेटेन आशिषलाई आशिषलाई भेट्यौँ ल ल आशिष जानु ल यसको के हो त्यो रेकर्ड 900 त आशिषलाई हान रेकर्ड यसको कति 9 कति ल तपाईँले हान्नुभयो मैले त हान्दिनँ हान 5 हो के अब तिम्रो लास्ट ल है तिमी नै भयो विनर ल एउटा छ छैन 5वटा मात्रै 5 ल क्ल्याप त्यसको उपलक्ष्यमा अब बियर हान्नुपर्छ अरे प्र्याक्टिस गर्यो भने त होइन तर हान्यो भने चाहिँ हुने रहेछ एक दुईजना चाहिँ एकजना त पुर्लुक्कै हो नि फेरि सरोजले अलिक बिस्तारै हानेर होला होइन मलाई छैन हौ दाइ हातमा हाँ? हातमा दम छैन काम गर्दा गर्दा हातै उयो भनौँ न थाकिसक्यो